ल है अगाडि बढ्दैछ हाम्रो टोलीहरू। ल हाम्रो यात्रा कस्तो छ त? हाम्रो सुदूरपश्चिमको हाम्रो लोकराज सर सदम बैतडीको रमाइलो लागिरहेछ। सुदूरपश्चिमको मान्छे सुदूरपूर्वीको यसो खोला किनार हिमाल चढ्नु पाउँदा होइन, म त तेन्जिङ डोर्की शेर्पा भइएछ कि जस्तो लाग्छ। ठिक छ। बैतडीमा बाघ लाग्छ। बैतडीमा बाघ आयो, बाघले मलाई नै खायो हाय। ल ठिक छ, धन्यवाद तपाईँलाई यहाँसम्म आइदिनु भएको छ, धेरै धन्यवाद। हाम्रो यता दिपक सरको के छ त आजको यात्राको विषयमा? एकदम उत्कृष्ट छ। ल ठिक छ, उत्कृष्ट भइरहेछ होइन। यो खोलाको नाम अहिलेसम्म पत्ता नलागेको कारणले मैले भन्न सकिनँ, कसैले पनि भन्न सकेको छैन। डाक्टर साहब, अब हाम्रो यात्रा कसरी अगाडि बढ्दैछ, कहाँसम्म जाने भयो? सर अगाडि बढ्छ। चेराम आज चेरामको बास हो, आजको बास चेराम, भोलिको बास रामझेर, अनि भोलि रामझेर हेरेर फेरि माथि ओक्ताङको यात्रा। यहाँ लगाउँछ तोरङदेन, भोलि चाइराम। आज तोरङदेनमा लोकल अनि त कस्तो छ पाइला? म चाहिँ त्यति हिँडेछु। अब यस्तै यस्तै होला। त्यो मेरो यो पनि हामी यहाँ बढी हिँडाइ भयो उपज्यू किन होइन नि, आज हिँड्न चढ्ने हो भन्दा नि यसमा त्यो पनि है। मिस माथि पुगेर तपाईहरुमा त डान्स पो गर्नुपर्छ त। डान्स पो गर्नुपर्छ त्यसरी माथि पुगेर टिकटक बनाउने। पहिला पुगौँ न माथि। डान्स त पुरानो जिम्मा लिउँ न, डान्स गर्ने जिम्मा उहाँको। हेलो, म आइरहेको छु सुन्दै। ओके, मजाले सर कस्तो भयो त यात्रा? कहाँ हौ? तपाईँले अब टिकटक फेसबुकमा चाहिँ तपाईँले देख्दाखेरि चाहिँ ईर्ष्या लाग्छ। सामूहिक फोटो, सामूहिक नृत्य होइन, एकदम सकुशल आएका छौँ। सफल हुँदैछ। विष्णु सिस्टर भाइहरू विष्णुलाई के भयो? एकदम लेक लाग्यो। किन साह्रो परेको अरे हौ? हो र? मलाई त मजा आइरहेछ आज। कतिको मजा छ? अब यहाँ नै हामी चाहिँ हिँड्दै हिँड्दै लिने हो।